नमस्ते फ्लोरिशिङ माइन्ड पडकास्टको सेकेन्ड एपिसोडमा यहाँहरू सबैजनालाई स्वागत छ। यो पडकास्टमा चाहिँ मैले कफी कल्चरसँग रिलेटेड जानकारीमूलक कुराहरू लिएर आउने कोसिस गरेको छु। आजभोलि नेपालमा कफी कल्चर एकदम धेरै फस्टाउँदै गइरहेको छ। काठमाडौँको हरेक गल्ली गल्लीमा हेर्ने हो भने नयाँ नयाँ कफी शपहरू खुलेको देख्न सकिन्छ र हरेक कफी शपमा युवा युवतीहरू भरिभराउ देख्न सकिन्छ। काठमाडौँमा मात्रै नभएर काठमाडौँभन्दा बाहिरको सहरहरूमा पनि ठूलो ठूलो लगानीमा कफी शपहरू खुल्ने ट्रेन्ड बढ्दै गइरहेको छ। मानिसहरू युवा युवतीहरू कफीप्रति आकर्षित भइरहेको अवस्थामा पनि कतिपय मान्छेहरूमा कफीसँग रिलेटेड इन्फर्मेसन ज्ञानको कमीले गर्दाखेरि कन्फ्युजन पनि देखिन्छ। जस्तै कफी कति कपसम्म दिनमा खान सकिन्छ, कफीका फाइदाहरू के हुन्, बेफाइदाहरू के हुन्, कफी खाने एप्रोप्रिएट टाइम कुन हो लगायतका कुराहरू चाहिँ यो भिडियोको मार्फतबाट हामीले चिर्ने कोसिस गरेका छौं। यो विषयमा कुरा गर्नको लागि आज मसँग हुनुहुन्छ माउन्ट स्टाडा बारिस्टा एकाडेमीका फाउन्डर प्लस इन्स्ट्रक्टर लक्ष्मण थापा। नमस्ते। बारिस्टा भनेको के हो? नर्मली अब हामीले बारिस्टा भन्दा चाहिँ एउटा कफी शपमा बसेर एज एन इम्प्लोइ भएर एउटा काम गर्ने एउटा व्यक्ति पर्सनलाई भन्छ हामी। मेल पनि हुन सक्छ, फिमेल पनि हुन सक्छ। भनेपछि बारिस्टाले चाहिँ कफी बनाउने प्लस सर्भ गर्ने सबै पर्छ हैन? अल राउन्डर। हजुर। कफी प्रिपरेसन, कस्टमर सर्भिस, क्यास ह्यान्डलिङ, जति पनि एउटा कफी शपमा डिफ्रेन्ट टाइपको वर्क स्टेसन्सहरू हुन्छ, ती सबै स्टेसनमा चाहिँ एज अ अल राउन्डर पर्सन जसले काम गर्छ ऊ भने के हो त बारिस्टा हो। कफी शप पुरै रन गर्नु पर्यो बारिस्टा ट्रेनिङ गरेको मान्छेले? हजुर, सबै अल राउन्डर पर्सन चाहिँ हुनु पर्यो। हजुर। हजुर यो कफी व्यवसायमा आबद्ध हुनु भएको चाहिँ कति वर्ष भयो? म चाहिँ मोर देन 14 इयर्स। 14 इयर्स भयो म चाहिँ। हजुर। अनि कसरी सुरु हजुरको जर्नी कसरी सुरु भएको थियो? कफी करियर स्टार्ट भएको चाहिँ क्याफे काल्दी भन्ने एउटा जापानिज कफी शप थियो, त्यहाँबाट स्टार्टेड भएको हो। त्यसपछि हिमालयन जावामा चाहिँ म 2010 को इनबाट स्टार्ट गरेको। त्यहाँ चाहिँ म एज एन अब बारिस्टा एज अ सुपरभाइजर म्यानेजर हुँदै अहिले चाहिँ म रिसेन्टली चाहिँ माउन्ट स्टाडा एकाडेमीमा चाहिँ इन्भल्भ छु। माउन्ट स्टाडामा चाहिँ हजुरको आफ्नो पनि लगानी छ हैन? अनि कफी मेकिङ हजुरले ट्रेनिङ दिनुहुन्छ। कति विद्यार्थीलाई दिइसक्नु भयो अहिलेसम्म? म चाहिँ अहिले अलमोस्ट 2000 प्लस। 2000 प्लस? यो त लार्ज नम्बर भयो नि हैन? त्यही सोच्नु पर्यो अब। 2000 प्लस विद्यार्थीहरूलाई कफी मेकिङको ट्रेनिङ दिइरहँदाखेरि सुरुमा तपाईँले कफी मेकिङ सिकाउनु भएको, कफीको बारेमा सिकाउनु भएको विद्यार्थीहरू अहिले पनि सम्पर्कमा हुनुहुन्छ? अहिले पनि कन्ट्याक्टमा हुनुहुन्छ। जो सोशल मिडियामा मसँग कनेक्टेड हुनुहुन्छ हजुर उहाँहरूसँग अहिले पनि म कन्ट्याक्टमै छु। कन्ट्याक्टमा हुनुहुन्छ। जस उहाँहरू सबैजना नेपालमै इन्भल्भ हुनुहुन्छ कि नेपाल बाहिर हुनुहुन्छ कि? मोस्टली त आउट अफ कन्ट्री हुनुहुन्छ सबै। अब कफीको बारेमा कुरा गर्नु पर्दाखेरि एक दिनमा कति कपसम्म कफी पिउनु चाहिँ नर्मल मानिन्छ? अब त्यो सबैको अब त्यो चाहिँ अब सबैमा अप्लाई नहोला तर होइन, तर अब मिनिमम हामीले एउटा वान हेल्दी अब एडल्ट पिपलले चाहिँ 3 to 5 कपसम्म चाहिँ कन्ज्युम गर्न चाहिँ एकदम सुइटेबल मानिन्छ। जस्तो एफडीको अनुसार चाहिँ जस्तो अब 400 मिलिग्राम्स क्याफिनसम्म चाहिँ पर डे हामीले कन्ज्युम गर्न सकिन्छ भनेको 3 to 5 कप्स। 3 to 5 कप्स भनेपछि नर्मल हेल्दी मान्छेले 3 to 5 कप्स खायो भने हामीलाई केही पनि असर पर्दैन। हजुर। अब यदि कफी खाएर कफी यदि धेरै खायो, लाइक कोही मान्छेले त 10-12 कप पनि खाने रहेछ नि, 10-12 वटा एक्सप्रेसो खाने मान्छेहरू पनि मैले भेटेको छु हैन? अत्यधिक रूपमा कफी खायो भने चाहिँ के बेफाइदा हुन्छ? अब त्यसको पनि हरेक कुराको एडभान्टेज र डिसएडभान्टेज त भइहाल्छ। हजुर। जस्तो अब अहिले हामी मार्केटमा सबै अब साथीहरूको थ्रुबाट होइन 80 कपसम्म गयो भने अथवा जति पनि ट्रेनिङ सेन्टरहरूले बारिस्टा कोर्स प्रोभाइड गरिरहनु भएको छ सबैको अब हामीले सुन्यो भने त कफीको एडभान्टेज मात्रै हामी बुझ्छौँ नि त होइन, ती बाहेक त्यसको डिसएडभान्टेजहरू पनि हुन्छ। अब एडभान्टेज तहरूले सुन्नु भएको होला, कफी नपिउने भन्दा कफी पिउने चाहिँ एकदम स्मार्टर हुन्छ। किन भन्दाखेरि कफीमा त क्याफिन हुन्छ। क्याफिन भनेको एउटा केमिकल सब्सटेन्स जुनलाई हामी नेपालीमा रसायन पदार्थ भन्छौँ। त्यसले चाहिँ के गर्छ भन्दा चाहिँ हाम्रो ब्रेन फङ्सनलाई चाहिँ स्टिमुलेट गर्ने काम चाहिँ गर्ने हो क्याफिनले। हजुर, भनेको मतलब हाम्रो बडीमा एनर्जाइज गर्ने हो नि त बडीलाई त। बडीमा त एनर्जी बुस्ट गर्ने हो, बडीमा भएको लेजर्सलाई रिमुभ गर्ने हो। सँगसँगै यसको धेरै बेनिफिट्सहरू छ हामी सुनिरहेको छौँ।
जस्तो अब क्यान्सरलाई रिड्युस गरिदिने, बडी पेनलाई रिलिफ गरिदिने होइन, त्यो धेरै कुराहरू छ नि त। तर ती बाहेक कफीको पनि डिसएडभान्टेजहरू छ। जस्तो अब हामीले हरेक कुरालाई कन्ज्युम गर्दाखेरि चाहिँ कति लिमिटमा गर्ने त्यो कुरा पनि त आउँछ नि त होइन। जस्तो अब एउटा उखानै हामीले सुनिरहेको छौँ, चिनी पनि धेरै कन्ज्युम गऱ्यो भने तितो हुन्छ भन्छ नि, एकदम रिजनले भन्नुभयो हो नि। कफी धेरै पियो भनेदेखि लाइक एसिडिटी हुने, डिहाइड्रेसन हुने त्यस्तो केही छ? हुन्छ हजुर, त्यो पनि हुन्छ। अनि कफीमा त अब एसिडिक लेभल त भइहाल्छ हजुर। र सँगसँगै अब कुरा के पनि छ भन्दा चाहिँ एकदम कफीको अलिक एउटा मेन विशेषता भनेको चाहिँ एडिक्सनमा पारिन्छ क्या। त्यो एडिक्सनमा पार्ने भनेको त क्याफिनले गर्दा हो होइन। भनेको 2-4 दिनसम्म कफी खायो भने सधैँभरि खाइरहनु पर्ने एउटा ह्याबिट बसालिन्छ। त्यो ह्याबिट बसाल्ने भनेको त एडिक्सनमा पर्नु हो नि त। त्यो एडिक्सनमा पार्ने काम केले गर्छ भन्दा क्याफिनले गर्छ। अनि एडिक्सनमा पुगिसकेपछि के हुन्छ, एकदम हामी चाहिँ एकदम एक्सेसिभ रूपमा चाहिँ हामी क्याफिन कन्ज्युम गर्छौँ नि, त्यसले चाहिँ हामीले के गर्छ भन्दा हाम्रो बडीमा पनि त्यसले साइड इफेक्टहरू दिन थाल्छ। जस्तो नर्भस सिस्टम भयो, एन्जाइटीहरू भयो होइन, ग्यास्ट्रिक लेभलहरू इन्क्रिज गर्ने भयो, तपाईँको स्लिप साइकललाई चाहिँ के अरे अनब्यालेन्स गरिदिने भयो। यी सबै कुराहरू के हो त, स्लिप साइकलको कुरा गर्नुपर्दाखेरि कतिपय मान्छेहरू चाहिँ कफी खायो भने निन्द्रा लाग्दैन भनेर कफी खानै डराउनुहुन्छ होइन। त्यसको रियालिटी चाहिँ के हो? कफी खाएको कति घन्टा पछि चाहिँ नर्मली हामी सुत्न सक्छौँ अथवा सुत्नुभन्दा कति टाइम अगाडि कफी पिउने? कति छ भने कतिजना चाहिँ अब ल्याक अफ नलेज पनि हुनसक्छ होइन कफीको बारेमा, कुन टाइम चाहिँ बेस्ट हो कन्ज्युम गर्नको लागि चाहिँ भन्ने कुराहरू कतिलाई पनि ल्याकिङ भएको हुनसक्छ। अब अहिले हेऱ्यो भने हामी जुन टाइममा पनि, अब नेपालको कुरा गर्ने हो भने चाहिँ हामी जुन टाइममा पनि जहाँ पनि बसेर हामी कफी कन्ज्युम गरेर आउँछ नि त। तर हजुर ग्यादरिङ गर्नुहोस् अथवा कसै कुनै मिटिङ होस् अथवा अहिले त होममेड पनि बनाउन सकिन्छ होइन। धेरै मेथडहरू अहिले त इन्भेन्सन भएको छ नि त कफी ब्रु गर्नलाई। सो हामीले एनी टाइम हामी कन्ज्युम गरेर आउँछ। तर मैले पढेको रिसर्च अनुसार चाहिँ हाम्रो मिड मर्निङ भयो, आफ्टरनुन भयो र सँगसँगै हामीले अभोइड ड्रिङ्किङ कफी टु लेट अफ द डे। हामीले डेको लेट टाइममा चाहिँ हामीले किन कन्ज्युम गर्दैन भन्दा चाहिँ क्याफिन चाहिँ हाम्रो बडीमा पुगिसके पछाडि त्यसले सेभरल आवर्स चाहिँ त्यसले के गर्छ, हाम्रो बडीमा एक्टिभ भएर आउँछ। अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो जुन त्यो स्लिप साइकल हुन्छ त्यसलाई के अरे अनब्यालेन्स गर्ने चान्स आयो भनेको। लाइक नर्मल्ली कोही मान्छे राति 10 बजे सुत्छ भने उसले चाहिँ कति घन्टा ग्याप राख्नु पर्यो सुत्नुभन्दा अगाडि? 6 घन्टा 10 घन्टा भन्छ होइन, त्यतिसम्म चाहिँ हुन्छ। तर यो पनि मेरो विचारमा चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ यो क्याफिनको इफेक्ट चाहिँ हाम्रो जुन त्यो बडीमा छ नि त्यो चाहिँ सबै व्यक्तिमा चाहिँ एउटै वेमा चाहिँ अप्लाई हुँदैन क्या, इफेक्ट हुँदैन। म एउटा एक्जाम्पल चाहिँ के दिन चाहन्छु भन्दा चाहिँ डेली बेसिसमा अल्कोहल कन्ज्युम गर्ने मान्छे र ऱ्यान्डमली अकेजनली अल्कोहल कन्ज्युम गर्नेमा कुनमा चाहिँ बढी इफेक्ट देखिन्छ भन्नुहोस् त? कहिलेकाहीँ गर्नेमा अफकोर्स कहिलेकाहीँ गर्नेलाई बढी लाग्छ देखिन्छ। अब त्यो लङ टर्मसम्म नि उसको बडीमा त इफेक्ट हुन्छ नि त। तर डेली बेसिसमा अल्कोहल कन्ज्युम गर्ने मान्छेलाई के हुन्छ, एकदम ढिला इफेक्ट देखिन्छ, ढिला टाइम र क्विक एकदम त्यसले चाँडो रियाक्ट गर्नु छोड्छ नि त बडीमा। क्याफिनको पनि त्यही नै, डेली बेसिसमा मैले कफी कन्ज्युम गरिरहेको छु भने के हुन्छ, मेरो बडीमा त सबै क्याफिनले के रियाक्ट गरेर हुन्छ त एभ्रिडे होइन। तर कहिलेकाहीँ गर्ने र युजली गर्नेमा एकदम फरक चाहिँ के अरे डेली बेसिसमा गर्नेमा चाहिँ अलिकति फरक चाहिँ हुन्छ। ओके, एउटा कफीको टेस्टलाई बेस्ट बनाउनुको लागि चाहिँ के कुरामा ध्यान दिनुपर्छ? ओके, एकदम गुड क्वेसन हो होइन। अहिले हामी ठाउँमा गयो भने कति धेरै कफी सप्स क्याफेज ओपन भइरहेको छ नि होइन। त्यहाँ अब के कुरा आउँछ भन्दा चाहिँ कफी सप ओपन हुन्छ होइन, कप अफ कफी ब्रु गरेर सर्भ गर्ला, त्यो छुट्टै पार्ट भयो। त्यो सँगसँगै हामीले क्वालिटी क्वान्टिटी पनि मेन्टेन गर्नु जरुरी छ। अनि एउटा पर्फेक्ट कप अफ कफी ब्रु गर्नको लागि सर्भ गर्नको लागि चाहिँ हामीले अहिले त के हेर्छौँ, सिम्पली एउटा कफी सपमा गयौँ अनि बैठक स्किल्स, बिन्सको वाटर क्वालिटी, टेम्परेचर होइन, त्यो कुरा हामीले हेर्छौँ नि त। तर हामीले देख्न गरेर बुझ्ने हो भने तपाईँको यो कफी कल्टिभेसनदेखि जब त्यो हार्भेस्टिङ हामीले बिन्स गर्छौँ, राइट चेरी, त्यो हार्भेस्टिङ गरेर प्रोसेसिङदेखि लिएर ठ्याक्कै हामीले सर्भ नगरेसम्म त्यहाँ जबसम्म ब्रुइङ गर्ने बेलासम्म आउँछ त्यहाँसम्म चाहिँ धेरै त्यो फ्याक्टर्सले चाहिँ अफेक्ट गर्छ। र त्यो कुरामा चाहिँ हामीले कन्सिडर गर्नुपर्छ। तपाईँ कल्टिभेसन गर्दै हुनुहुन्छ भने ग्रोइङ रिजनको कुरा आउँछ,
ग्रोइङ रिजनभित्र त्यसको अल्टिट्युडको कुरा आउँछ, सोइल सेपको कुरा आउँछ, होइन, क्लाइमेटको कुरा आउँछ। क्लाइमेटको कुरा गर्नु पर्दाखेरि चाहिँ कस्तो खालको क्लाइमेट चाहिँ बेस्ट मानिन्छ? अब त्यो क्लाइमेट पनि कफी स्पिसिसको आधारमा हुन्छ कि कुन भेराइटीको हामी कफी ग्रोइङ गरिरहेको छौँ, कल्टिभेट गर्छौँ त, त्यही कुराहरू अघि त हामीले कन्सिडर गर्नुपर्छ। जस्तो तपाईँले कफी ग्रोइङ गर्दाखेरि चाहिँ अब नर्मल्ली अब एकदम कमनली कल्टिभेट हुने भनेको त अरेबिका, रोस्टा, लिबेरिका, होइन, हामी यिनीहरू एकदम सुनिरहेको चलिरहेको हो नि त। हो, त्यो चाहिँ कफी स्पिसिसको आधारमा चाहिँ यसको क्लाइमेटहरू पनि फरक पर्छ। त्यो क्लाइमेटले पनि त्यसलाई डिटर्माइन। यो हाम्रो नर्मल कफी सपहरूमा चलाउने चाहिँ कुन जातको कफी हो? अब अहिले चाहिँ अब हामी भन्नु चाहिँ अरेबिका भन्छौँ, होइन, अरेबिका कफी, अरेबिका प्रजातिको हामी युज गर्ने भन्छौँ। तर कस्तो छ भन्दाखेरि चाहिँ नेपालको जति पनि अहिले नेपालमा हुने प्रोडक्सन छ त्यसले चाहिँ हाम्रो यो डिमान्डलाई फुलफिल गर्न सक्दैन। त्यो भएर चाहिँ अब आउट अफ कन्ट्रीबाट पनि अब कफी र इम्पोर्ट गर्छ नि त, त्यति बेला अब अरेबिका नि हुन्छ, रोब्स्टा पनि मिक्स हुन सक्छ। भनेको नेपालभन्दा बाहिरबाट आएको चाहिँ मिक्स पनि हुनसक्छ बिन्स भन्ने कुरा गर्नुभयो। अब यो कफीको टेस्टको कुरा गर्नु पर्दाखेरि चाहिँ लाइक हाम्रो नेपालमा नै उत्पादन भएको कफी राम्रो छ कि बाहिरबाट इम्पोर्ट गरेको राम्रो छ? अब यस्तो छ है, तपाईँले अब आफ्नै कन्ट्रीमा प्रोडक्ट भएको युज गर्नुहुन्छ भने त अभियसली म त नेपाली भएको हिसाबले त म त नेपाली कफी प्रिफर गर्छु नि। किन भन्दाखेरि नेपालको क्लाइमेट एकदम राम्रो छ कि कफी ग्रोनको लागि चाहिँ, र यो नेपालको क्लाइमेटमा ग्रोन भएको कफीलाई चाहिँ राम्रो पनि मानिन्छ। त्यसको अरोमा, फ्लेभर हामी कुरा गर्छौँ, होइन, त्यसको लागि चाहिँ एकदम बेस्ट मानिन्छ। र मैले रिजन मेन कि अब बाहिर कन्ट्रीबाट इम्पोर्ट भएको चाहिँ राम्रो छैन भन्नु चाहिँ होइन, तर त्यसको भेराइटिजहरूले पनि फरक पारे नि त, होइन, कुन प्रजाति छ त्यसले पनि फरक पारे कि त्यो कुरा चाहिँ हामीले बुझ्नु जरुरी छ। अब नर्मल्ली मान्छेहरूले कफी किन्न जाँदाखेरि कुन कफी चाहिँ राम्रो हुन्छ? अब लाइक कफी पिउन मन लाग्यो, अब कफी उनीहरूले कुन ब्रान्ड चाहिँ बेस्ट हो भनेर मान्ने त? अब ब्रान्ड बुझ्नु अगाडि चाहिँ हामीले पहिला कफीको स्पिसिसको बारेमा पनि बुझ्नु जरुरी छ, होइन। अब कस्तो हुन्छ भने मैले जस्तो अहिले अरेबिका, रोस्टाहरूको कुरा गरेँ नि, त्यहाँ पनि त्यसको फ्लेभर प्रोफाइलहरू फरक हुन्छ। अब तपाईँलाई अब त्यो दुईवटा यदि तपाईँले कफी पर्चेस गर्दै हुनुहुन्छ अथवा कुनै प्लेसमा तपाईँ किन्न जाँदै हुनुहुन्छ भने तपाईँको डिजायर तपाईँलाई थाहा हुन्छ नि त, होइन। तपाईँलाई स्ट्रङ फ्लेभर चाहियो कि एकदम सफ्ट? नर्मल्ली चाहिँ मैले चाहिँ यो के अरे इन्स्ट्यान्ट कफी र बिन्स कफीमा के फरक छ भनेर चाहिँ जान्न चाहेको हो कि कतिपय मान्छेहरूलाई चाहिँ कफी भनेपछि त्यो एउटा सिसामा भएको धुलो मात्र हो भन्ने बुझाइ भएको मान्छे पनि स्टिल हाम्रो सोसाइटीमा हुनुहुन्छ, होइन। त्यही भएर कफीको बारेमा हुज बिगिनर जसलाई चाहिँ कफीसँग त्यति धेरै एक्सपोजर छैन तर उसलाई रहरमा कफी खाइरहेको छ भने उनीहरूलाई चाहिँ यो इन्स्ट्यान्ट कफी र बिन्स कफीको फरक कसरी छुट्याउने भन्न खोजे? त्यहाँ चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ पहिला चाहिँ अब तपाईँले कफी जुन हामीले पर्चेस गर्दाखेरि कुन फर्ममा छ त्यो पनि त थाहा हुन्छ नि त, बिन्समा हो कि अथवा त्यही बिन्सलाई ग्राउन्ड गरेर ग्राउन्ड फर्ममा ल्याउनुपर्छ कि अथवा नेस्क्याफे कुरा गर्नुभयो हजुरले। नेस्क्याफे भनेको त जहाँ पनि हामीले इजिली हामीले ग्राइन्ड गर्न सकिन्छ नि त, होइन। त्यो एउटा सोल्युबल फर्ममा आउने भयो, त्यो त्यसको ब्रुइङ प्रोसिजर पनि के छ, इजी छ कि तपाईँले नेस्क्याफे किन्नुहोस्, त्यसलाई वाटरसँग मिक्स गर्नुभयो भने त्यो सबै सोल्युबल हुन्छ, त्यो वाटरमा मेल्ट हुन्छ, त्यो त्यही भएर त्यसलाई हामी इन्स्ट्यान्ट कफी भन्छौँ, होइन। तर जति पनि अहिले कफी सप्सहरूले क्याफेहरूले युज गर्ने जुन कफी छ त्यो भनेको एउटा मेरो क्वेसन चाहिँ के थियो भने कुन खाँदाखेरि चाहिँ कुन चाहिँ कफी कन्ज्युसन गर्दाखेरि हामीलाई मोर बेनिफिट हुन्छ भन्ने क्वेसन हो क्या। अब त्यसको चाहिँ दुईटैको अब बेनिफिट्सहरू छ नै, होइन। अब हरेक कुराको मैले अघि पनि भनेको थिएँ फाइदा हुन्छ। नेस्क्याफे तपाईँले क्यारी गर्नुको लागि भयो, होइन, अथवा तपाईँले इन्स्ट्यान्टली अथवा होममेडको लागि भयो भने त्यो चाहिँ एकदम इजी भयो। त्यो सबै जनमासमा त्यो थाहा छ, होइन। नेस्क्याफे कफी भन्नु छ फर द फर्स्ट थिङ नेस्क्याफे नै भनेर बुझ्दै आयो पनि, होइन, यो फिल्ममा आउनु अगाडि नै अगाडि। तर जब यो फिल्ममा आइसके पछाडि हामीले कफीको डिफ्रेन्सेस थाहा पायो नि त, नेस्क्याफे भनेको के रहेछ अथवा हामीले कफी सपतिर युज गर्ने कफी कुन रहेछ। तर दुइटैको फाइदा छ, तर अलिकति मोर हामीले फ्लेभरको कुरा अरोमाको कुराहरू गर्ने, होइन। अलिकति जो कफी लभर छ उहाँहरूले गर्नु हुन्छ। अभियसली
नेस्क्याफे भन्दा त हामीले कफीसम्म युज गर्ने बिन्स नै मोर इफेक्टिभ हुन्छ नि फ्लेभरको कुरा गर्दाखेरि त्यसको त्यो चाहिँ फ्लेभरको कारणले मात्रै हो फ्लेभरको कुराहरू हुन्छ क्याफिन कन्टेन्टको कुरा हुन्छ तपाईँको नेस्क्याफे मोस्टली बन्ने भनेको नेस्क्याफे जुन बन्ने छ ती सबै कफी रोबस्टा भन्ने स्पेसिसबाट बनेको हुन्छ त्यो भनेको नेचुरली नै भनेको नेस्क्याफे र यो हाम्रो बिन्स कफीको चाहिँ जात नै फरक रहेछ है हजुर नेस्क्याफे बन्ने चाहिँ मोस्टली बन्ने चाहिँ हजुरको यो नेस्क्याफे चाहिँ कफी रोबस्टाबाटै हो इन्स्ट्यान्ट कफी नै बन्ने हो तर अहिले के छ भन्दाखेरि नेस्क्याफे बन्ने जुन प्रजाति छ रोबस्टा त्यो पनि कफी सबतिर युज भइरहेको हुन्छ होइन यही फर्ममा पाउँछ बिन्समै हामीले यस्तै बिन्समा पाउने हो तर त्यसको क्याफिन कन्टेन्ट ग्रोइङ रिजन त्यसको फ्लेभर यो भएर चाहिँ हामीले छुट्याउन सक्नु पर्यो ओके कफी लाइक हामीले कफीको कुरा गर्नु पर्दाखेरि चाहिँ नर्मली हामीले रोस्टेड बिन्स मात्र देखेको हुन्छौँ होइन त्यो कफी चेरीबाट रोस्टेड बिन्ससम्म पुग्ने प्रोसेस चाहिँ के हो त्यो चाहिँ अब यहाँनिर पनि हामीसँग त्यो छ बिन्सहरू होइन जस्तो अब अहिले हामीले 4-5 वटा हामी यहाँ देख्न सक्छौँ जस्तो अब एउटा फार्मर्सले कल्टिभेट गर्छ कफी ग्रोइङ गरेर हुन्छ होइन प्लान्टेसनदेखि बिस्तारै त्यो कफीको प्रोसेसहरू मच्योर हुँदै गएपछि पछाडि त्यहाँ चेरिजहरू अब अथवा फ्रुटहरू त्यो ग्रोन हुन थाल्छ बिस्तारै त्यो डेभलप हुँदै गएपछि पछाडि जब त्यो राइप हुन्छ नि अब त्यो राइप हुँदाखेरि चाहिँ के हुन्छ हामीले यहाँ पनि देख्न सक्छौँ यहाँ चाहिँ लाइट रेटबाट स्टार्ट हुन्छ होइन डिपर रेट अथवा अन्डर राइप ओभर राइप भन्छ हामी ठ्याक्क राइप हुँदा चाहिँ यसलाई हामी हार्भेस्ट गर्छौँ हार्भेस्ट भनेको पिकिङ गर्ने हो बिन्सलाई राइप चाहिँ हामी पिक गर्छौँ र यतिमा मात्रै यो चाहिँ स्टप हुँदैन कि यो चेरीलाई पिक गरिसके पछाडि यसलाई पनि यसको डिफ्रेन्ट प्रोसेस हुन्छ त्यसलाई हामीले चेरीलाई पनि प्रोसेस गर्नुपर्ने हुन्छ बोक्रा फ्याँक्ने हजुर ड्राई मेथड वेट मेथड होइन अनि हनी प्रोसेस भन्ने मेथडहरू छ 2-3 छ नर्मली युज हुने त्यो मेथडले पनि फरक पार्छ क्या तपाईँको कफीको टेस्टलाई चाहिँ फाइनल टेस्ट आउनलाई चाहिँ यो प्रोसेसले पनि फरक पार्छ अनि योबाट सबै हामीले पल्पिङ गर्ने यसमा 3-4 वटा प्रोसेसहरू हुन्छ सबै मैले एकछिन गर्न अलिकति अहिले भ्याउँदैन अब सबै यो प्रोसेसिङ गरिसके पछाडि चाहिँ हामीले के गर्छौँ वी क्यान गेट ग्रिन बिन्स त्यसलाई हामी ग्रिन बिन्स भन्छ कफी भनेको त डिफ्रेन्ट फर्ममा पाउने हो नि त राइट चेरीमा भयो ग्रिन बिन्समा भयो रोस्टेड फर्ममा भयो यही रोस्टेड बिन्सलाई चाहिँ हामीले ग्राइन्डिङ गरिसके पछाडि ग्राउन्ड फर्ममा डस्ट फर्ममा हामीले पाउडर कफीमा पनि पाउँछौँ अनि त्यही पाउडर फर्ममा भएको कफीलाई चाहिँ वाटरसँग कन्ट्याक्ट गराएर चाहिँ हामीले कफी ब्रु गर्ने हो नि त अनि त्यही भएर त हामीले कफीलाई काइन्ड अफ बेभरेज भन्छौँ होइन यसको फाइनल प्रोडक्ट भनेको त कफीको त बेभरेजै हो नि त हामीले बेभरेज सर्भ गर्ने हो बेभरेजै कन्ज्युम गर्ने हो अनि यो ग्रिन बिन्सलाई चाहिँ हामी के भयो यो चाहिँ रोस्टिङको लागि प्रिपेयर भयो ओके बुझ्नुभयो अब यो ग्रिन बिन्सलाई हामीले आफ्टर रोस्टिङ प्रोसेस चाहिँ यो 3वटा चाहिँ के रोस्टेड हो हजुर यो चाहिँ रोस्टेड भयो यही ग्रिन बिन्सलाई चाहिँ हामीले रोस्ट गरे पछाडि चाहिँ के हुन्छ हामी डिफ्रेन्ट लेभलमा हामी रोस्ट गर्छौँ होइन यो र यसमा के फरक छ त हो अब यो 3टाको यो डिफ्रेन्सेस के छ भन्दा चाहिँ सबै रोस्टेड बिन्स हो यो सबै रोस्टेड बिन्सबाट चाहिँ हामीले कफी ब्रु गर्न सक्छौँ नर्मली ब्रु भनेको चाहिँ हामीले कफी प्रिपेयर गर्ने बनाउने भनेको बुझ्छौँ हामी होइन योबाट मिल्छ योबाट मिल्छ योबाट मिल्छ तर एउटा कुरा यहाँ के आयो भन्दा चाहिँ सबै पिपलको चोइसेस डिजायर त सेम हुँदैन होइन कसैलाई स्ट्रङ फ्लेभर चाहिएला एकदम स्ट्रङ चाहिएला कसैलाई एकदम लेस स्ट्रङ कसैलाई माइल्ड हजुर कसैलाई डिटरमाइन हो यो डिटरमाइन चाहिँ यो रोस्टेड लेभलले चाहिँ फरक पार्छ कि यो भनेको मैले देखाएको चाहिँ लाइट रोस्ट ओके होइन यो चाहिँ एकदम सफ्ट मोर एसिडिटी होइन यसमा लेस बिटरनेस हुने भयो अनि यो मिडियम भनेको चाहिँ ओइल ब्यालेन्स होइन ओइल ब्यालेन्स भन्नाले ओइल ब्यालेन्स भनेको चाहिँ ओइल ब्यालेन्स हामीले यो फ्लेभर अरोमाहरू हामीले जुन पाउँछौँ नि हामीले त्यो सबै कुराहरू चाहिँ ब्यालेन्सिङ हुने भयो ओके अनि यसलाई हामीले जति लेभलमा रोस्ट गर्दै केमिकल रोस्ट गर्दै गयो त्यति नै यसमा चाहिँ के हुन्छ स्ट्रङ्गेस्ट फ्लेभरहरू चाहिँ यहाँ हुँदै जाने हो अनि यो भनेको डार्क रोस्ट होइन यो चाहिँ एकदम बडी टेम्परेचर रोस्ट गरेको यसमा चाहिँ के हुन्छ एकदम इट हेज मोर बिटर डार्क रोस्ट भनेको त पुरै डढेकै हुने रहेछ एकदम डार्क कलर हुन्छ अनि ओइली सर्फेस पनि हुन्छ हामीले यसरी पनि चिन्न सकिन्छ योबाट ब्रु गरेको कफी चाहिँ एकदम स्ट्रङ फ्लेभरको एकदम मोर बिटरनेस हुन्छ ओके अब कफीको हिस्ट्रीको कुरा गर्नु पर्दाखेरि चाहिँ यो कफी पिउने कल्चर चाहिँ वर्ल्डमा कहाँबाट सुरु भएको थियो त्यसको बारेमा पनि केही भन्दैन कफी हिस्ट्रीको कुरा गर्नुपर्दा चाहिँ अकर्डिङ टु लिजेन्ड 9th सेन्चुरीमा चाहिँ कफी चाहिँ इथियोपियाको काफा जुन रिजन छ
त्यो रिजन काफा रिजनमा चाहिँ काल्दी भन्ने व्यक्ति जो चाहिँ गोठ हर्डर बाख्रा गोठाल हो उसले डिस्कभर गरेको कफीलाई चाहिँ होइन। अनि त्यसपछि 15-16 सेन्चुरीतिर चाहिँ कफी चाहिँ के हो त इथियोपियाबाट चाहिँ अरब कन्ट्रीमा चाहिँ स्प्रेड भयो कि होइन, अरब कन्ट्रीमा स्प्रेड भयो। अनि त्योमा पनि जस्तो स्पेसली चाहिँ यो यमन भन्ने कन्ट्रीमा चाहिँ बिस्तारै त्यहाँ विस्तार भएको। अनि त्यसपछि 15-16 सेन्चुरीमा चाहिँ अरब कन्ट्रीमा बिस्तारै स्प्रेड हुँदै गयो र त्यसपछि एज पर डिमान्ड होइन अनि कफी कल्टिभेसन अनि कफी कन्ज्युम चाहिँ त्यसपछि युरोप कन्ट्री 17 सेन्चुरीमा चाहिँ युरोप कन्ट्रीमा स्प्रेड भयो। अनि अरब कन्ट्रीबाट युरोपमा स्प्रेड भयो, युरोपमा स्प्रेड भयो, विस्तार भयो। अनि त्यसपछि चाहिँ बिस्तारै के भयो त जति पनि अब अरू पार्टहरू छ अदर पार्टमा चाहिँ स्प्रेड भयो इन्क्लुडिङ एसियन कन्ट्री अनि अमेरिकन कन्ट्रीमा। यसरी चाहिँ कफी कल्चर चाहिँ यसरी बिस्तारै गएको हो। अब कफी कल्चरको कुरा गर्नुपर्दा कफी ट्रेडिसनको कुरा गर्नुपर्दा चाहिँ सबै कन्ट्रीको आफ्नै युनिक ट्रेडिसन छ। फर इक्जाम्पल मैले अब 2 कन्ट्रीको म ट्रेडिसनको बारेमा कुरा गर्छु। जस्तो अब हामी के अरे इटलीको कुरा गर्ने हो भने त्यहाँ चाहिँ के हुन्छ स्ट्रङ एस्प्रेसो सर्भ गर्ने हो। अब कोलम्बियाको कुरा गर्ने हो भने कोलम्बिया चाहिँ के गर्छ भने ब्ल्याक कफी सर्भ गर्छ इन अ स्मल साइज अफ कप विथ सुगर हजुर। अनि अर्को जस्तो अब टर्कीमा गयो भने त्यहाँ के हुन्छ त्यहाँ चाहिँ स्पेसियालिटी कफी सर्भ गर्छ भनेको स्पेसियालिटी कफी सर्भ गर्ने बट विथ ग्लास अफ वाटर छुट्टै के अरे विथ ग्लास अफ वाटर चाहिँ सर्भ गर्ने भयो टर्कीमा चाहिँ। भनेको मतलब मिल्क राखेर कफी युज गर्ने चाहिँ नेपालमा मात्र हो होइन अरू कन्ट्रीमा नि हुन्छ। ओके तर हामी कफी भन्न सक्दा हामी निटवाला ब्रु भन्ने बुझ्छौँ नि त पछि मिल्क भयो क्रिम भयो वाटरहरू एड भयो पछि भयो एडिसनल पार्ट भयो नि त होइन। एउटा कुरा के बुझ्नु पर्यो हामीमा चाहिँ इच कन्ट्री एन्ड कल्चर ह्याज इट्स ओन युनिक कफी ट्रेडिसन त्यो चाहिँ हामीले बुझ्नु जरुरी छ। सबै कन्ट्री अनुसार चाहिँ आफ्नै युनिक ट्रेडिसन छ नि त कफीको होइन, केसँग कन्ज्युम गर्ने केसँग सर्भ गर्ने त्यो सबै कुराहरू चाहिँ हामी बुझ्न एकदम जरुरी छ। ए भनेपछि संसारभरि जहाँ गए पनि खालि एउटै खालको क्याफे लाटे मात्र सर्भ गरिन्छ भन्ने चाहिँ छैन। त्योसँग केही साइडमा केही हुन्छ कसैले अब एउटा साइज अफ कुकी बिस्कुट पनि सर्भ गर्न सक्छ अमेरिकासँग होइन विथ एस्प्रेसो। त्यो सबै कन्ट्रीमा चाहिँ आफ्नै युनिक ट्रेडिसन चाहिँ हुन्छ कफीको चाहिँ। अब लाइक कफी कल्चरको कुरा गर्नु पर्दाखेरि चाहिँ नेपालमा चाहिँ जब यो कफी कल्चर अहिले डेभलप भइरहेछ होइन त्यसले चाहिँ हाम्रो सोसाइटीलाई के इम्प्याक्ट पारेको छ पोजिटिभ वा नेगेटिभ के लाग्छ तपाईँलाई? अब यो तपाईँको व्यक्तिगत पर्सनल ओपिनियन वरिष्ठ भएको कारणले म नि वरिष्ठ भएर आएको पनि त अहिले इन्स्ट्रक्टर भए पनि फाउन्डर भए पनि म पनि त जिरो भएर आएको। अब के भन्नु म जहिले पनि अब पोजिटिभ पार्ट नै देख्छु होइन। अहिले किन एकदम यो वरिष्ठ कोर्स चाहिँ पपुलर भइरहेछ होइन अहिले नाउ अब अहिले यो के अरे यो रिसेन्ट टाइममा चाहिँ किन एकदम पपुलर हुँदै गइरहेछ भन्दा चाहिँ यस्तो पनि केही रिजनहरू छ नि त होइन। पहिला भनेको चाहिँ गोइङ कफी कल्चर एन्ड डिमान्ड अनि एभ्री ठाउँमा गयो भने कति क्याफेज कफी सप ओपन भइरहेछ नि त। त्यो भएपछि के हुन्छ बिस्तारै त्यहाँ पनि वरिष्ठहरू क्वालिटी वरिष्ठहरू त डिमान्ड त हुन्छ नि त त्यो हिसाबले पनि बिस्तारै पपुलर हुँदै गएको छ। किन मान्छेको अहिलेको युथहरूको के स्किल लिने भन्दा चाहिँ वरिष्ठ कोर्स होइन किनकि त्यहाँ धेरै अपर्च्युनिटीहरू छ नि त एउटा जब अपर्च्युनिटी भयो। अर्को भनेको चाहिँ तपाईँको अब्रोडमा पनि एकदम धेरै डिमान्डहरू छ कि वरिष्ठको चाहिँ त्यसले गर्दा के हुन्छ वरिष्ठ कोर्स गर्ने अनि त्यसपछि चाहिँ अब्रोड विदेश जाने त्यहाँ कति धेरै डिमान्ड भ्याकेन्सीहरू पनि आइरहन्छ। त्यसपछि तपाईँको अरू कन्ट्रीहरूमा चाहिँ कति धेरै वरिष्ठहरू डिमान्डहरू हामी देख्छौँ नि हामी एडभर्टिजमेन्ट पनि देखिरहेको हुन्छ वरिष्ठ मागेको छ भनेर। त्यो भनेको के हो त एउटा युथहरूलाई पनि त्यहाँतिर इन्करेज गरिरहेको छ नि नो त्यो भने यो चाहिँ भयो प्रोफेसनको कुरा होइन। मैले चाहिँ एउटा सोसियल स्ट्रक्चरको कुरा गर्नु खोजेको कि लाइक सोसल स्ट्रक्चर भन्नाले चाहिँ जब युवाहरू कफी सपमा भेटेर कस्तो खालको कुरा गर्छन् त्यसले चाहिँ सोसाइटीलाई कुन डिरेक्सनमा चाहिँ लगिरहेको छ। फर इक्जाम्पल चाहिँ युवाहरू कफी सपमा भेला भएर उनीहरू पोलिटिक्सको कुरा गर्छन् कि आफ्नो करियरको कुरा गर्छन् कि त्यसले चाहिँ कफी कल्चरले जस्तो बारमा सबै जनताहरू बारमा गयो भने त सोसाइटीलाई त डेफिनेटली नेगेटिभ इम्प्याक्ट पर्ने भयो।
त्यस्तै अब बारमा जानुको सट्टा कफी सपमा गयो भने उनीहरूले मोर क्रिएटिभ करियर ओरिएन्टेड गफ गर्छन् होला, त्यसले उनीहरूको सोसल नेटवर्किङ पनि बढ्छ होला भन्न खोजे हो। त्यो त्यसले एकदम राम्रो पोजिटिभ इम्प्याक्ट नै पार्छ। जस्तो अब इन्स्टेड अफ अल्कोहल अहिले कति युथहरूले त कफी गर्नुपर्छ नि त होइन। अब कस्तो छ भने युथहरूको अथवा युथ मात्रै नभनौँ, एडल्ट मात्रै नभनौँ, अलिकति अल टाइपको एज पिपललाई के गर्छ भने चाहिँ ग्यादरिङ गर्ने प्लेस के हो भन्दा चाहिँ कफी सप, क्याफेस। फर इक्जाम्पल तपाईँलाई अब अफिस टाइमबाट अफिसबाट चाहिँ केही टाइम ब्रेक लिनु पऱ्यो भने अब यदि कामबाट हामीलाई एकदम स्ट्रेस लेभल इन्क्रिज हुन्छ नि त, त्यति बेला एकदम रिलिफ कहाँबाट गर्ने भन्दा चाहिँ कफी सप। कफी सपमा जाने 1-2 घण्टा बस्ने, सिपसँगै त्यहाँको एकदम कोजी इन्भाइरोमेन्टमा स्पेन्ड गर्नु जहाँ पनि रहर हुन्छ नि त, रिल्याक्सिङ हुने भयो होइन, रिल्याक्स हुने भयो, रिक्रिएसन हुने भयो पनि त। हो त्यहाँ डिफ्रेन्ट टाइपको अब मिटिङहरू गर्न सकिन्छ, डिफ्रेन्ट टाइपको अब करियर ओरिएन्टेड कुराहरू गर्न सकिन्छ। र त्यो टाइपको इन्भाइरोमेन्ट चाहिँ कफी सप एउटा क्याफेमा हामीले पाउन सक्ने भयो। त्यो भएर पनि अहिले धेरै युथहरूको अथवा धेरै पिपलको चोइस भनेको कफी सप नै हुन्छ। यो कफीको कुरा गर्नु पर्दाखेरि चाहिँ कफीको कुरा गर्नु पर्दाखेरि चाहिँ अब अघि हामीले ब्रान्डको कुरा गऱ्यौँ होइन, लाइक अहिले कफी नेपालमा चाहिँ सबसे पपुलर ब्रान्ड चाहिँ के हो, नेपालमा कुन चाहिँ हो, अनि वर्ल्डमा चाहिँ सबसे मोस्ट पपुलर ब्रान्ड के रिकमेन्ड गर्नुहुन्छ हजुरले? अब नेपालको कुरा गर्ने हो भने त अहिलेको त अब हामीले कमर्सियल वाइज जाने कि होइन स्पेसियालिटी वाइज जाने कि त्यो कुराहरू पनि आउँछ। अब त्यो विषयमा धेरै नबोलौँ। अब अहिले हेर्ने भने त अब सबैले अब नो डाउट हिमालयन जावा त एकदम सुन्नुभएको छ होइन, त्यो बाहेक अरू पनि धेरै चलेको नामहरू छ जुन चाहिँ एकदम पपुलर ब्रान्डमा पर्छ। त्यो सँगसँगै मलाई जस्तो लाग्छ नेपालमा त्यस्तो ब्रान्डिङ नै खोजेर ब्रान्ड नै कफीको ब्रान्ड नै खोजेर कन्ज्युम गर्ने एकदम त्यो जमात चाहिँ एकदम कम छ। रहरै रहरमा कफी खान जाने तर क्वालिटी थाहा चाहिँ राम्रोसँगले मलाई सबैलाई थाहा छैन भन्नु पनि भन्नु मिल्दैन। जो अब कफी सपमै लागिपर्नु भएको छ कति टाइमदेखि उहाँहरू त एकदम बुझेर जानुहुन्छ नि कफीको, जसलाई फ्लेभर अरोमाको बारेमा एकदम क्वालिटीको बारेमा जसले धेरै इनफ नलेज छ कफी सम्बन्धी उहाँहरू त जानु नै हुन्छ नि। तर ती बाहेक अर्को पनि त वर्ग छ नि त कफी पिउनु होइन, उनीहरू त ब्रान्ड त खोज्दैन। अब तपाईँ स्टारबक्स एकदम पपुलर हो नि, कोस्टा कफीहरू भयो, स्टारबक्स त धेरै पपुलर हो नि होइन, त्यो कुराहरू पनि छ नि त। कफी सपको कुरा गर्नु पर्दाखेरि चाहिँ नर्मल क्याफेहरूमा चाहिँ 1 कप क्यापुचिनोलाई लगभग अराउन्ड 200 जस्तो चार्ज गर्ने रहेछ, 2 to 300। अनि अलि 5 स्टार होटेल भयो, ठुल्ठुलो क्याफेहरूमा 400 to 600 चार्ज गर्ने रहेछ होइन। त्यो दुईटा प्लेसमा चाहिँ कफीको टेस्ट नै फरक हुन्छ कि अरू के फ्याक्टरहरूले गर्दाखेरि मात्रै चार्ज भेरिएसन हुने हो? त्यहाँ चाहिँ सबै कुरा इन्क्लुडिङ हुन्छ। त्यहाँ चाहिँ अब जस्तो अब कफीको क्वालिटीदेखि लिएर सर्भिसको कुरा आउँछ होइन, त्यहाँ चाहिँ सबै फ्याक्टरले फरक पार्छ। तपाईँले कस्तो ठाउँमा बसेर कन्ज्युम गर्नुभएको छ, कस्तो ठाउँमा जानुभएको छ। अब हामीले एउटा 1 कप कफी तपाईँले एउटा टुरिस्ट एरियामा गएर कन्ज्युम गर्नु र एउटा नर्मल लोकलमा गएर गर्नुमा त्यहाँको सबै कुराले फरक पार्छ नि। भनेको क्वालिटी चाहिँ अलमोस्ट सेम हुन्छ भन्न खोज्नु भयो? क्वालिटी सेम पनि हुन्छ, कतामा सेम पनि हुँदैन, कतामा सेम पनि हुन्छ। अब कति फरेनर एरियामा कति हाई स्ट्यान्डर्ड ठाउँमा जानुभयो भने त्यो अनुसारले सबै कुरालाई कन्सिडर गर्छ नि त, मेन्टेन गरेको हुन्छ होइन। लोकलमा त त्यो अनुसारको एम्बिसन त हामी पाउँदैन। तर त्यसको मतलब यो होइन कि त्यहाँ क्वालिटी के अरे कफी सर्भ गर्दैन भन्नु चाहिँ होइन, गर्छ। तर सँगसँगै त्यहाँ अरू फ्याक्टर पनि फरक पार्छ। ओके, कफीको ब्रान्डिङकै कुरा गर्नु पर्यो भने चाहिँ सबसे महँगो कफी भनेर चाहिँ कुन हो? अहिले नेपालको कुरा भयो, नेपाल इन्टरनेसनल सिनारियोमा अब तपाईँ के को कुरामा के को आधारमा कुरा गर्नुभयो होइन, त्यो पनि हुन्छ। ब्रान्डिङको आधारमा कुरा गर्नुहुन्छ भने त नो डाउट स्टारबक्सै छ, कोस्टा कफीहरू पनि छ होइन, क्वालिटी बेसिसमा पनि अरूहरू पनि छ। अब स्पेसियालिटी कुरा कफी गर्नुहुन्छ भने त्यसको लागि पनि अब छुट्टै क्राइटेरियाहरू हुन्छ होइन, कस्तो कफीलाई चाहिँ स्पेसियालिटी मान्ने, कस्तोलाई कमर्सियल मान्ने, त्यो ऱ्याङ्किङ पनि कफी ग्रोइङदेखि नै त्यो कुराहरू हामीले हेर्नुपर्ने हुन्छ होइन। अब अहिले कमर्सियल वाइजतिर जाने हो भने त ओभरवाइज त हामीले सुनेको स्टारबक्स नै भइहाल्यो
अहिले अरूहरू पनि छ। अब नेपालको कुराकानी हुन्छ अब अरू चलेको पनि छ। म त हिमालयन जाभा नै भन्छु। म आफै पनि जाभाको प्रोडक्ट भएको कारणले म चाहिँ हिमालयन जाभा नै भन्छु। नेपालमा चाहिँ हिमालयन जाभा नै हो भनेर भन्नुभयो। त्यो लाइक मैले सुनेको थिएँ कि लाइक एउटा सबसे महँगो कफी चाहिँ त्यो बिरालोको पुपबाट बनाउँछ भनेर भनेर सुनेको थिएँ। त्यो चाहिँ के त्यो रियल नै हो? त्यो फ्याक्ट हो, रियल नै हो। त्यसमा डाउट हुनु के हो त्यसको प्रोसेस चाहिँ? खास त्यो के हो भन्दा चाहिँ कफी लुवाक भनेको सबभन्दा पहिला बुझ्न जरुरी छ है। त्यो प्रोसेस बुझ्नु अगाडि कफी लुवाक भनेको चाहिँ एउटा क्याट हुन्छ, क्याट स्पिसिस, बिरालो प्रजातिमा पर्ने, जुन क्याटको नाम चाहिँ सिबेट क्याट। यो चाहिँ इन्डोनेसियामा एकदम बढी पपुलर छ, किन त्यहीँबाट हामी थाहा पाएको हो नि त। अनि त्यो सिबेट क्याटले जुन त्यो पुपिङ गर्छ, पुप आची, अब त्यसले त कस्तो हुन्छ नि, यो चेरी यो कफी फ्रुट कन्ज्युम गर्ने हो नि त त्यो क्याटले त होइन, सिबेट क्याटले। अब यो भित्रको कस्तो हुन्छ भन्दा चाहिँ सर म हजुरलाई यहीँ देखाइदिन्छु। अब यो पल्प, यो फ्रुट त स्विट हुन्छ, उसले कन्ज्युम गर्छ, यो त डाइजेस्ट भयो होइन। तर यो भित्रको यसलाई हामी पार्चमेन्ट भन्छौँ होइन। यो पार्चमेन्ट चाहिँ के हुन्छ भनेर चाहिँ डाइजेस्ट हुँदैन। पार्चमेन्टभित्र बिन्स हुन्छ, ग्रिन बिन्स होइन, त्यसलाई चाहिँ यो पार्चमेन्टले प्रोटेक्ट गरेर राखेको हुन्छ। अब यो पार्चमेन्ट डाइजेस्ट नभएपछि के हुन्छ, पुपको रूपमा त उसले यो उही पार्चमेन्ट नै निकाल्ने भयो नि त। अनि सबै त्यो फार्मर्सहरूले के गर्छ, त्यो पुपलाई कलेक्ट गर्छ, पुपलाई, हजुर सिबेट क्याटको पुपलाई। अनि त्यो पुपलाई कलेक्ट गरिसके पछाडि सबै फर्मेन्टेसन गरेर प्रोसेसिङ गरेर चाहिँ यो खाना योग्य गर्छ। अनि यसरी प्रिपेयर भएको कफीलाई चाहिँ कफी लुवाक भन्छ, जुनलाई हामी सिबेट क्याट कफी नै भन्छौँ। भनेपछि त्यो कुरा चाहिँ के रहेछ भने त्यो हाम्रो घरमा भएको बिरालोलाई खुवाएर भन्ने चाहिँ होइन, त्यो चाहिँ हुँदैन। डोमेस्टिक होइन, वाइल्ड क्याटै हुनु पर्यो। त्यो क्याट स्पिसिसमा, ए वाइल्ड क्याट रे, हजुर क्याट स्पिसिसमा पर्ने जुन सिबेट क्याट मैले भने नि हो, त्यो क्याटले नै कन्ज्युम गरेको हुनु पर्यो। जस्तो हामीले घरबाट डोमेस्टिक एन्ड क्याटले चाहिँ होइन। ए तिनीहरूले बिन्स खाँदैन होला नि, खाँदैन पनि। त्यो हुनु भयो। त्यो प्रोसेसबाट तयार गरेको त्यसलाई चाहिँ हामीले तिनवटा हामीले चिनिन्छ। स्पेसली चाहिँ कफी लुवाक त सबैलाई थाहा छ, सिबेट क्याट कफी अनि क्याट पुप कफी पनि हुन्छ। अघि त्यो महँगो हुन्छ भन्ने सुनेको थियो होइन, कति महँगो हुन्छ? धेरै पर्छ, 1-2 लाखै पर्छ 1 केजीलाई? अब लास्ट टाइम मैले इन्डियामा गएर बुझ्दाखेरि चाहिँ पर केजी 10 to 12,000। 10 to 12,000। अब अरू कन्ट्रीको मलाई थाहा छैन, तर मैले 10 to 12,000 भनेको त्यस्तो धेरै किन्नै नसक्ने चाहिँ हुन रहेछ। जस्तो नर्मल हामी जस्तो कफी लभरलाई त्यो पनि एक्सपेन्सिभै त हो नि। 10 to 12,000 पर केजी भनेको त त्यो त हिजोमा नि होस् लाग्छ मलाई चाहिँ। अब बारिस्ताको ट्रेनिङको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ बारिस्ता ट्रेनिङमा सिकाउन चाहिँ के सिकाइन्छ? त्यो कति दिनको कोर्स हुन्छ त्यो नर्मल्ली? अब यो बारिस्ता कोर्सको चाहिँ यति डेज नै भनेर कहीँ पनि त्यो युनिभर्सल छला पनि छैन होइन, करिकुलम छला पनि छैन होइन। कसैले वान पनि गरेर भने हामी एडभर्टिजमेन्ट देखिरहेको हुन्छ अहिले मार्केटमा। अहिले त एकदम डिजिटल मार्केटिङको जमाना हो होइन। अब हामीले इन्स्टाग्राम, फेसबुक होइन, टिकटकतिर हेऱ्यो भने त्यहाँ 7 days, 10 days, 15 days भनेर 1 month भनेर गरेर हुन्छ नि। के कुरा इन्क्लुडिङ गरेर छ भन्ने कुरा चाहिँ एकदम क्रुसल पार्ट हो कि वर्षा कोर्स चाहिँ जति पनि गर्न पाए। तर त्यो जति डेज उहाँहरूले प्रोभाइड गरेर जो वर्षाहरूलाई जो लर्नरलाई सिकाइरहेको हुन्छ नि, टिचिङ गरेर हुन्छ नि, त्योबाट इफेक्टिभ भयो कि भएन त होइन। पास आउट भएर जाँदाखेरि बरिस्ताले के चाहिँ स्किल लिएर जान्छ त? एउटा कफी सपमा एउटा फिल्डमा गइसके पछाडि ऊ त्यहाँ एज एन इम्प्लोइ भएर काम गर्न सक्छ कि सक्दैन त्यो चाहिँ एकदम इम्पोर्टेन्ट पार्ट हो नि। अब कोर्सभित्रै छिरेर कुरा गर्नुपर्दा चाहिँ के चाहिँ सिकाउनुहुन्छ? अब हजुरले मोर देन 2000 स्टुडेन्टलाई मैले बारिस्ता कोर्स गराएको छु भन्नुभयो होइन, लाइक स्टेप वाइज भन्नुपर्दाखेरि चाहिँ अब कफी ब्र्यु गर्न सिकाउनेदेखि लिएर म्यानेजमेन्टको कुराहरूदेखि लिएर हाइजिनहरूको कुराहरू पनि पर्छ होला होइन, के चाहिँ सिकाउनुहुन्छ? अब बारिस्ता कोर्स पनि एउटा हस्पिटालिटी कोर्स नै पढि भइहाल्यो होइन, नो डाउट, त्यसमा सबैलाई थाहा छ। अनि यो बारिस्ता कोर्समा चाहिँ के कुरा इन्क्लुडिङ हुनुपर्छ भन्दा चाहिँ फर द फर्स्ट थिङ चाहिँ कफीकै बारेमा थाहा हुनुपर्छ। किन भन्दाखेरि बारिस्ताले बिहाइन्ड द एस्प्रेसो
बार कफी ब्रु गर्ने भनेको त रोस्टेड बिन्सबाट हो नि त होइन उसलाई कुन टाइपको बिन्सबाट कुन प्रजातिको बिन्सबाट चाहिँ कफी ब्रु गरिरहेको छ त त्यसको लागि त इनफ नलेज त हुनु पर्यो नि त कस्तो टाइपको बिन्स कुन लेभलमा रोस्ट गरेको बिन्स कुन चाहिँ स्पेसिस हो त्यो सबै बारेमा थाहा हुनुपर्छ होइन त्यो थाहा भइसके पछाडि उसले कफी ब्रु गर्ने इक्विपमेन्ट्सको बारेमा थाहा हुनु पर्यो अनि आफ्नो ड्युटिजको बारेमा थाहा हुनु पर्यो अहिले धेरैजनालाई के थाहा हुन्छ भन्दा के बुझ्छ भन्दा चाहिँ बरिस्ता भनेको एउटा कफी मात्रै एउटा बनाउने एउटा स्पेसिफिक एउटा रिजन एउटा स्टेसनमा बसेर काम गर्ने एउटा पर्सन भनेर बुझ्छ नि त तर त्यो मतलब त होइन के हो त बरिस्ताको लागि हामीले डिफाइन गरेर वाइडली रूपमा सोच्नु पर्यो बरिस्ता भनेको त कफी मात्रै ब्रु गर्ने होइन कफी प्रिपेरेसनदेखि लिएर कस्टमर सर्भिस पनि नलेज हुनु पर्यो क्यास ह्यान्डलिङ बिलिङहरूतिर कुरा लिएर क्लिनिङको पार्टहरूदेखि लिएर होइन सबै कुराहरूको चाहिँ नलेज हुनुपर्छ क्या बरिस्तालाई चाहिँ होइन म यो गर्छु यो गर्दिनँ भन्ने होइन एउटा कफी सप एउटा क्याफेभित्र छिरिसके पछाडि सबै स्टेसनमा बसेर हामीले अलराउन्डर भएर काम गर्नुपर्छ बरिस्ताले उसलाई सबै कुराको नलेज चाहिँ हुनु पर्यो अब कफीको हामीले टेस्टको बारेमा अघि पनि कुरा गऱ्यौँ होइन तर कफीको टेस्ट डिटरमाइन गर्नलाई चाहिँ कफी मेसिनको ब्रान्डमा पनि भर पर्छ डिपेन्ड हुन्छ त्यो ब्रान्ड अथवा त्यसको लाइक क्वालिटी भनौँ न आई थिङ्क अब यो ब्रान्डले त फरक नपर्ला होइन मलाई त्यस्तो लाग्दैन तर जुन इक्विपमेन्टबाट हामीले कफी ब्रु गरिरहेको छौँ त्यसको कन्डिसन अनि चाहिने भनेको त एकदम कुशल पार्ट कफी ब्रुको लागि भनेको त फ्रेस बिन्स हुनु पर्यो होइन तर मलाई एकजना त्यो कफी मेसिन सप्लायरले चाहिँ के भन्नुभएको थियो भने लाइक सिंगल ग्रुप हेड मेसिनबाट भन्दा डबल ग्रुप हेडबाट ब्रु गरेको बेटर टेस्ट हुन्छ भन्नुभएको थियो कि त्यो चाहिँ के हो त त्यो चाहिँ मलाई चाहिँ लाग्दैन किन भन्दाखेरि सिंगल र डबल ग्रुप हेडको फङ्सन भनेको एउटै हो कि अलिकति त्यसको ओभर एफिसियन्सी चाहिँ बढी हुने हो डबलमा चाहिँ किन भन्दाखेरि सिंगलमा पनि त हामीले वाटर टेम्परेचर त मेन्टेन गर्छ नि त गर्दैन होला हामीले पनि सिंगलमा र डबलमा युज गर्ने बिन्स अनि वाटर क्वालिटी अफ वाटर सेम नै गर्नुपर्छ नि कि सिंगलमा चाहिँ हामीले अर्को लेभलको वाटर अनि डबलमा वाटर अर्को लेभलको भन्ने त हुँदैन नि त टेम्परेचर पनि फरक भन्ने त हुँदैन नि त होइन एउटै वाटर टेम्परेचर हो एउटै क्वालिटीको वाटर हो एउटै क्वालिटीको बिन्स हो अनि बरिस्ता पनि एउटै हो भने त खासै फरक चाहिँ पर्दैन उहाँले कुन त्यो वेबाट भन्नुभयो अब त्यो उहाँकै पार्टबाट उहाँले बुझेर भन्नुभयो होला अनि लाइक अब हामीले मेसिनबाट एक्सट्र्याक्ट गरेको कफी र अनि यो ब्रुड कफीमा चाहिँ के फरक हुन्छ हजुरले कुन सजेस्ट गर्नुहुन्छ ब्रुड भनेको यो लाइक अब हजुरले ब्रुड भनेको कुन हो मसिनबाट पनि ब्रुड गर्ने हो अब ब्रु भनेको त अब नर्मली म्यानुअल भन्नुभयो होइन ह्यान्ड ब्रुहरू भन्नुभयो ह्यान्ड ब्रु हो अब त्यो चाहिँ के छ भन्दाखेरि सबैको चोइसेस एउटै हुँदैन दुईटा एउटै हुँदैन अब दुईटालाई हामीले कम्पेरिजन गर्दा के छ भन्दा चाहिँ लाइक अब ह्यान्ड ब्रुहरूमा पनि पोर ओभर होइन फ्रेन्च प्रेस एरोप्रेसहरू यिनीहरू कुराहरू हामी गर्छौँ होइन त्यो र एस्प्रेसो मसिनलाई हामीले दुईटालाई कम्पेयर गर्ने हो भने चाहिँ के छ भन्दा एस्प्रेसो मसिन भनेको चाहिँ गुड बेडबाट अनि सर्टेन टाइम चाहिँ बन्डबाट एक्सट्र्याक्ट हुने हो नि त तर हामीले म्यानुअल ह्यान्ड ब्रुइङ सेम टाइममा हामीले म्यानुअल ह्यान्ड ब्रुइङबाट कफी ब्रु गर्दा फर इक्जाम्पल V60 पोर ओभर भन्छ हामी एकदम अहिलेको टपमा पर्छ ह्यान्ड ब्रुइङ मध्येमा होइन के हो त्यो भने V60 भनेको एउटा पोर ओभर हो एउटा ब्रुइङ मेथड नै हो अहिलेको त्यो के फिल्टर युज हो फिल्टर गर्ने हजुर फिल्टर बेस हो कफी लभरहरूले एकदम मनपर्ने यो पोर ओभरमा पर्छ यो चाहिँ ह्यान्ड ब्रुइङ मेथडमा पर्छ अब त्योबाट बनाउँदाखेरि के हुन्छ सेम बिन्स सेम रोस्टेड लेभल हामीले गर्दाखेरि एस्प्रेसो मसिनबाट गर्दाखेरि चाहिँ त्यो कफी बन्डबाट एक्सट्र्याक्ट हुने भयो कफी बन्ड भयो भने त अलिकति बिटर टेस्ट आउँछ इट बिकम मोर बिटर नि त तर यही हामीले कुनै पनि म्यानुअल ह्यान्ड ब्रुइङबाट बनाउँदाखेरि त्यो बन्ड त पाएन नि त हुन त अलिकति साइजहरू फरक पर्छ दुईटा इक्विपमेन्टलाई साइज पनि अलिकति हामीले फरक म्याचिङ गर्नुपर्ने हुन्छ होइन त्यसको ब्रुइङ प्रोसिजर पनि फरक छ तर पर्सनली मैले प्रिफर गर्नुपर्दा चाहिँ अब मेरो तर्फबाट है मलाई चाहिँ मनपर्ने भनेको चाहिँ ह्यान्ड ब्रुइङ नै हो किनकि मलाई त्यति धेरै बिटर कफी मन पनि पर्दैन
तर कतिजनालाई फेरि के हुन्छ एउटा एस्प्रेसो बेसबाट एस्प्रेसो मसिनबाट ब्रु गरेको कफी मात्रै कन्ज्युम गर्ने एउटा पर्सनलाई चाहिँ फेरि एस्प्रेसो बेस पनि मन पर्न सक्छ। सो सबैको चोइस एउटै हुँदैन, त्यो चाहिँ अब व्यक्ति अनुसार चाहिँ फरक हुनुभयो। लगभग हामीले त कफीसँग रिलेटेड क्वेसनहरू जति मेरो दिमागमा थियो त्यो त हामीले डिस्कस गरि नै सक्यौँ। अब लास्टमा चाहिँ यो कफीको हेल्थ बेनिफिटहरूको बारेमा भन्नुपर्दाखेरि चाहिँ नर्मली मान्छेहरूले कफी भनेको त कसै आफ्नो लभड वानसँग टाइम स्पेन्ड गर्नको लागि कफी पिउने भयो एउटा रिजन, अर्को रिल्याक्सिङको लागि गर्ने भयो होइन, धेरैजना जस्तो आफ्नो कलिग्सहरू भयो हैन, आफ्नो कोवर्करसँग भइहाल्यो। अनि मेरो क्वेसन कम्प्लिट भएन। अनि लाइक हुने भयो त्यो कफीको टेस्ट प्लस एउटा सोसल नेटवर्क त सँगसँगै लाइक हाम्रो हेल्थ बेनिफिट चाहिँ के हुन्छ कफीबाट? बेनिफिट्सको कुरा त अघि हामीले इनिसियल फेजमा पनि गऱ्यौँ होइन। कफी किन पिउने भन्दाखेरि चाहिँ हाम्रो क्याफिनको लागि हो नि त होइन। क्याफिनको काम के हो भनेर पहिला बुझ्नु जरुरी छ। हजुर, क्याफिन भनेको कतिजनाले अब मैले सबैलाई भन्नु खोजेको होइन होइन, कतिजनाले कफीको कोर्स गरेको हुन्छ तर क्याफिनको प्रोपर वेमा त्यसलाई डिफाइन गर्न सकिरहेको हुँदैन, त्यसको एक्ज्याक्ट मिनिङ बुझ्न सकिरहेको हुँदैन। मैले बुझेको जति मैले बुझेको छु म त्यो थोरै एक्सप्लेन गरिदिन्छु। क्याफिन भनेको जस्तो हामीले सिगरेटमा निकोटिन पाउँछौँ त्यस्तै एउटा कफी, टी र कोकामा पाउने एउटा केमिकल सब्सटेन्स हो जुनलाई हामी नेपालीमा अघि नै भनेको थिएँ रसायनिक पदार्थ भन्छौँ। अनि जब हामीले कफी कन्ज्युम गर्छौँ सँगसँगै हामी क्याफिन पनि ग्र्याब गर्ने हो नि त, कन्ज्युम गर्ने हो नि त। अनि क्याफिनको काम चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो जति पनि हाम्रो यो ब्रेन फङ्सन हुन्छ त्यसलाई चाहिँ स्टिमुलेट गर्ने काम नै हो, भनेको रिफ्रेसमेन्ट गर्ने, हाम्रो बडीमा भएको लेजिनेसलाई रिमुभिङ गर्ने। अघि मैले भने कफी नपिनु भन्दा पिउनु चाहिँ एकदम स्मार्टर हुन्छ भनेर, त्यो भनेको मतलब एक्टिभ गर्नु हो नि त, हाम्रो ब्रेन सिस्टमलाई एक्टिभ गरायो हो नि त, एक्टिभ प्लस फोकस गरायो हो नि त, स्मार्ट पनि बनायो हो नि त होइन। अनि त्यो सँगसँगै त्यसको धेरै कुराहरू छ, जस्तो बडी पेनलाई रिलिफ गर्ने होइन, स्ट्रेस लेभललाई रिड्युस गरिदिने, 70-75% जति क्यान्सरलाई रिड्युस गरिदिने होइन, धेरै कुराहरू छ, बेनिफिट्सहरू छ। लगभग हामीले कफीसँग रिलेटेड धेरैवटा हामीले चाहिँ क्वेसनहरू प्रश्नहरू हामीले छलफल गऱ्यौँ। अब आजको यो पडकास्ट चाहिँ अब आज यति नै गर्छौँ ल। अब हजुरले यस्तो समय दिनुभयो त्यसको लागि धन्यवाद। यति धेरै प्रब्लम हुँदाहुँदै पनि टाइम दिनुभयो, थ्याङ्क यू। तपाईँले मलाई यहाँ आएर आफ्नो 2 शब्दहरू राख्न पाउनुभयो। जो युथहरू हुनुहुन्छ जसले वरिष्ठ ट्रेनिङ लिन्छु अथवा +2 जो अहिले एक्जाम दिँदै हुनुहुन्छ उहाँहरू त्यसपछिको फर्दर अब उहाँहरूको प्लान हुनसक्ला फ्युचरमा होइन, वरिष्ठ कोर्स गर्छु अनि त्यसपछि अब्रोड जान्छु भन्ने धेरै कहिले मेन्टालिटी सेट गर्नुभएको होला। म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ कफी ट्रेनिङ गर्न जति तपाईँहरूले सोच्नु भएको छ, जतिले गर्छु भनेर माइन्ड मेकअप गरिरहनु भएको छ होइन, त्यो एकदम राम्रो कुरा हो। तर तपाईँहरूले कफी ट्रेनिङ गर्नु जाँदाखेरि चाहिँ कुन ठाउँमा जाने, कुन इन्स्टिट्युटलाई हामीले सेलेक्ट गर्ने त्यो कुरामा चाहिँ एकदम कन्सियस हुनु होला। अहिले मार्केटमा 5-6,000मा होइन 10,000मा पनि यति डेजको कोर्स भनेर तपाईँहरूलाई एकदम त्यो अट्र्याक्टिभ गर्नुको लागि चाहिँ तपाईँहरूलाई म्यानिपुलेट गर्न, हजुर म्यानिपुलेट होइन, सोसियल मिडियाले एकदम स्ट्रङ हो अहिले। सो तपाईँहरू चाहिँ मजाले बुझेर के त्यो कोर्समा इन्क्लुडिङ छ होइन, तपाईँहरूलाई भोलि कति त्यसले हेल्पफुल गर्छ त्यो कुराहरू सबै बुझेर त्यहाँ जानु हुनुको लागि चाहिँ म एकदम विनम्र अनुरोध गर्छु होइन। यदि तपाईँहरूलाई मनपर्छ भने हाम्रो मामसाडा वरिष्ठ क्रियामा पनि आउन सक्नुहुन्छ। यदि तपाईँहरू आउनुभयो भने चाहिँ तपाईँहरूलाई एकदम फ्रेन्डली इन्भाइरोमेन्टमा एकदम एक्सपर्ट ट्रेनरहरूले तपाईँहरूलाई चाहिँ एउटा भोलि तपाईँहरू त्यहाँबाट पास आउट भएर जाँदाखेरि चाहिँ एउटा स्किलफुल भएर तपाईँहरूलाई पठाउनुहुन्छ भन्ने कुरामा चाहिँ म एकदम त्यहाँ चाहिँ म तपाईँलाई ग्यारेन्टीको साथ यो कुरा चाहिँ भन्न चाहन्छु। थ्याङ्क यू तपाईँले यहाँसम्म आएर मलाई बोलिदिनु भयो। माउन्ट स्टाडा बारिस्ता एकाडेमीको फाउन्डर प्लस ट्रेनर हुनुहुन्छ। उहाँले चाहिँ मलाई गिफ्टको रूपमा यो कफी लिएर आइदिनु भएको छ। यदि
तपाईहरुले पनि कफी लभर हुनुहुन्छ भने यो कफी टेस्ट गर्न पनि सक्नुहुन्छ प्लस उहाँको माउन्ट स्टाडा बारिस्ता एकाडेमी भिजिट गर्न सक्नुहुन्छ यो म चाहिँ पर्सनली यो कफी एकदमै मन पर्छ मलाई मैले पहिला पनि कन्ज्युम गरेको छु र तपाईहरुले पनि हेर्न सक्नुहुन्छ धन्यवाद